पर्वत जिल्लामा अग्लो डाँडाको टुप्पोमा इतिहासको एउटा पन्ना गुमनाम भएर बसेको छ पय्युङकोट दरबार। यो दरबारले आफ्नो छातीभित्र कति कथाहरू लुकाएको होला, होइन? ल, आउनुहोस्, आज हामी यसैको ऐतिहासिक गहिराईमा डुबुल्की मारौं। हो, यो भनाइले एकदमै सटिक कुरा गर्छ। नेपालको साँचो इतिहास त यस्तै अनगिन्ती स्थानीय राज्य, किल्ला र दरबारहरूले देखेका उतार चढाव र सङ्घर्षहरूको जोड हो। यिनै कथाहरू मिलेर नै त आजको नेपाल बनेको हो। पय्युकोट यो केवल एउटा ठाउँको नाम मात्रै होइन, यो त एक समयको राज्य शक्ति र सामाजिक अस्तित्वको जिउँदो प्रतीक थियो। सोच्नुहोस् त, सेन राजाहरूको शासन अनि त्यो बेलाका राजनीतिक उथलपुथल सबै यही दरबारले देखेको थियो। यसको कथा सुरु हुन्छ मगर शासकहरूको पालाबाट। त्यसपछि आयो सेन वंशको शासन, जसले पय्युङकोटलाई क्षेत्रीय राजनीतिको केन्द्र नै बनाइदियो र अन्तमा नेपाल एकीकरणको त्यो महान अभियानसँगै यो राज्य पनि बृहत नेपालको हिस्सा बन्यो। त्यो बेला यो दरबारको रणनीतिक महत्त्व कति थियो होला कल्पना गर्नुहोस्। कास्की, तनहुँ जस्ता शक्तिशाली 24 राज्यहरूसँग सम्बन्ध बनाउने, कहिलेकाहीँ सङ्घर्ष गर्ने, सबै कूटनीतिको खेल यहीबाट चल्थ्यो। यो त त्यस क्षेत्रको एउटा पोलिटिकल हब नै थियो भन्दा फरक पर्दैन। अनि यहाँको सांस्कृतिक विरासत पनि कम्ताको छैन। दरबारको त्यो मजबुत किल्ला शैलीले तत्कालीन शासकहरूको सैन्य क्षमता छर्लङ्गै देखाउँछ। त्यस्तै यहाँका मन्दिर र जात्राहरूले त्यो समाज कति जीवन्त थियो भन्ने कुरा बताउँछन्। खैर, त्यो त भयो गौरवशाली विगतको कुरा। तर अब वर्तमानको तितो यथार्थतिर लागौं। आज यो दरबारको अवस्था साँच्चै भन्नुपर्दा निकै दर्दनाक छ। कुनै बेला शक्ति र कौशलको प्रतीक मानिने त्यही दरबार आज भग्नावशेषमा सीमित छ। कहाँ त्यो गौरव, कहाँ आजको यो क्षय। यो भिन्नताले नै देखाउँछ कि समयसँगै हामीले कति ठूलो सम्पदा गुमाउँदैछौँ। संरक्षण र सम्वर्धनको अभावले गर्दा धेरैजसो महत्त्वपूर्ण संरचनाहरू त अब सदाका लागि बिलाइसके। इतिहासको त्यो जीवन्त अध्याय अब केवल सम्झना र भग्नावशेषमा सीमित हुँदैछ। तर सबै कुरा अँध्यारो मात्रै पनि छैन, एउटा आशाको किरण पनि पलाएको छ। अब अलिकति सकारात्मक कुरा गरौं र यस ऐतिहासिक स्थललाई बचाउन के कस्ता प्रयासहरू भइरहेका छन् त्यसबारे जानौं। खुशीको कुरा के छ भने पछिल्ला केही वर्ष यता स्थानीय सरकार, समुदायका जागरूक सदस्यहरू अनि पर्यटन व्यवसायीहरूको पहलमा यो क्षेत्रमा फेरि एउटा नयाँ चासो जागेको छ। यिनै समूहहरू हुन् जो पय्युङकोट दरबारको संरक्षण र प्रवर्धनका लागि कम्मर कसेर लागेका छन्। यी भग्नावशेषहरूलाई फेरि एउटा जीवन्त सांस्कृतिक र पर्यटकीय हब बनाउन एउटा योजना नै अघि सारिएको छ, जसले गर्दा इतिहास पनि जोगिने अनि स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने। लक्ष्य एकदमै राम्रो छ। अब कुरा गरौं हाम्रो साझा कर्तव्यको। आखिर यो दरबारको गहिरो मूल्य के हो र भविष्यका लागि यसलाई जोगाउनु किन हाम्रो साझा दायित्व हो? हेर्नुस्, दरबारको वास्तविक मूल्य यसको इँटा र ढङ्गामा मात्रै छैन, बरु यसले भविष्यका पुस्तालाई दिन सक्ने प्रेरणामा छ। यो त हाम्रो इतिहास बुझ्ने साँचो हो, हाम्रो संस्कृति र पहिचानको जीवन्त स्रोत हो। हो नि, यदि हामी सबैले समयमै उचित कदम चाल्यौं भने पय्युकोटलाई राष्ट्रिय महत्त्वकै धरोहरको रूपमा स्थापित गर्न सकिन्छ। यो केवल एउटा जिल्लाको सम्पदा मात्रै भएर बस्नु हुँदैन। अब यति सबै कुरा जानिसकेपछि अन्तिममा एउटा प्रश्नमा घोत लियौं, के पय्युङकोट दरबार साँच्चै एउटा भग्नावशेष मात्रै हो त? यसको जवाफ एकदमै स्पष्ट छ। यो ढुङ्गा र माटोको थुप्रो मात्रै होइन, यो त हाम्रो इतिहासको ज्वरो हो, हाम्रो पहिचानको धरोहर हो र आउने पुस्ताका लागि प्रेरणाको एक कहिले ननिम्ने स्रोत हो। त्यसैले यसलाई जोगाउनु, यसको महत्त्वलाई गहिराईमा गएर बुझ्नु र यसलाई संसार सामु चिनाउनु यो हामी सबैको